अर्को अब युनिट वान भित्रकै के हो युनिट हामीसँग युनिट दुई तिनवटा छ कि जस्तै युनिट वान छ युनिट वान स्टोरी छ युनिट टूमा पोइम छ युनिट थ्रीमा एसेजहरू छ युनिट फोरमा ड्रामा छ नाटक छ त्यो युनिट वानभित्र पनि छ सातवटा पाठहरू छ क्या हो त्यो पाठ अन्तर्गतको आज माई ओल्ड होम भन्ने पाठ पढ्ने आज हामीले बुझ्नुभयो नि बाई लुछान लुछान भनेर भनौँ है यसलाई अब लुछानै होला चाइनिज नामहरू भन्न गाह्रो हुन्छ के अरे होइन जे भए पनि लुछान माई ओल्ड होम ल अर्को चाहिँ अब अरू अथर लुछानको बारेमा चाहिएन धेरै कुरा अनि पेन नेम भनेको चाहिँ के हो यो पेन नेम जिएचओयु एसएचयुआरइएन के भनेर पढ्ने यसलाई हाँ पेन नेम भनेको चाहिँ साहित्यिक नाम के आफ्नो रियल नाम एउटा हुन्छ अनि फेरि साहित्यमा साहित्यकारले अर्कै नाम राख्छ नि हो जस्तै प्रदीप कुमार राई भन्ने के भयो हाम्रो साहित्यकारको रियल नाम भयो अनि उसले के लेख्छ व्याकुल माइला भन्छ नि व्याकुल माइला भनेको उसको के पेन नेम हो होइन born in China to a family that respected Confucian tradition जो चाइनामा जन्मेको मान्छे हो भनेर बुझौँ है यो लेखकको बारेमा धेरै कुरा चाहिँदैन हामीलाई वाट इज दिस स्टोरी अफ यो कथा के को बारेमा रहेछ आयुषमा एकचोटि उठेर पढ्नुहोस् त बसेरै पढ्नुहोस् यो वाट इज दिस स्टोरी अबाउट यो कथा के को बारेमा हो द स्टोरी इज अबाउट लुछान्स ओन मेमोरी सम्झना हो सम्झना भर्सेस रियालिटी है यसमा चाहिँ के देखाउँछ हामीलाई सम्झनामा भएको एउटा चिज र आफ्नो अगाडि उभिएको रियालिटी बिचको के हुन्छ द्वन्द्व चल्छ यहाँ जस्तै कुनै बेला साथी अरूले जस्तै तपाईँहरू अहिले 12मा पढ्नुभयो योभन्दा धेरै पढाइ हुँदैन एकदम विद्वान नेपालको विद्वान वर्गमा गनिनुहुन्छ तपाईँ एक कक्षाको साथीको याद आउँछ कि आउँदैन एक कक्षा दुई कक्षा तिन कक्षा पढ्ने बेलाको साथीको हो भेटेको छैन सपोज तपाईँहरू तिन कक्षा सँगै पढ्नुभयो त्यसपछि छुट्नुभयो त्यसपछि अहिलेसम्म भेटेको छैन तपाईँको दिमागमा के बसेको छ त्यो साथीको पिक्चर बसेको छ नि एउटा मेरो साथी यस्तो थियो भनेर हो नाकमा सिँगा झुन्डाएको हो पाइन्ट पत्लुने सिङसम्म दौडिने साथीको पिक्चर बसेको हुन्छ नि त्यो साथी ठ्याक्कै तपाईँको अगाडि आयो भने कस्तो हुन्छ तपाईँलाई भन्छ तपाईँले देखेको साथी सबलेको साथी मेमोरीमा भएको साथी र तपाईँको अगाडि उभिएको साँच्चैको साथी बिच के हुन्छ फरक त पक्का पनि हुन्छ फरक हुन्छ कि हुन्न हो 20 वर्ष अगाडि देखेको मान्छेलाई अहिले देख्नु भयो भने अहिले भेट्नु भयो भने त्यो ग्यापमा भेटेकै छैन 20 वर्ष अगाडि दोस्ती भएको छुट्नु भयो अनि सम्झना चाहिँ छ साथीको पिक्चर चाहिँ छ दिमागमा तर देखेको चाहिँ छैन र अचानक आज तपाईँ त्यो साथी भेट्नु भयो भने के हुन्छ तपाईँको सम्झना र तपाईँको अगाडि उभिएको रियल साथीबिच के पाउँछ तपाईँले डिफ्रेन्ट पाउँछ त्यो डिफ्रेन्टले के हुन्छ तपाईँ के एकदम एक्साइटेड हुन्छ तपाईँ ओहो यो त यस्तो थियो अहिले त यस्तो गरेछ भन्ने हुन्छ कि तपाईँ के गर्छ सक्ड हुन्छ दङ्ग पर्छ होइन पहिला यस्तो थियो यो मान्छे अहिले त यस्तो खत्तम भइसकेको रहेछ भन्ने हुन्छ नि दुइटा कुरा हुन्छ कि तपाईँ सक्ड हुन्छ कि तपाईँ के हुन्छ सरप्राइज हुन्छ हो हो त्यस्तै भएर यहाँ पनि के भनेको छ भन्दा द स्टोरी इज अबाउट लु छान्स ओन मेमोरी सम्झनाको बारेमा हो हि रिटर्न हि रिटर्न्स टु हिज चाइल्डहुड होम आफ्टर मोर देन 20 years अवे हो 20 वर्ष पछाडि आफू जन्मेको घरमा फर्किँदैछ ऊ चाहिँ भनेको जन्मेको घर छोडेको कति वर्ष भयो 20 वर्ष 20 वर्षपछि त्यो घरमा आउँदैछ भनेपछि 20 वर्ष अगाडि छोडेको घरको पिक्चर के छ उसको मनमा ताजा छ हो मेरो घर म छोडेर जाने बेला यस्तो थियो भनेर घरको पिक्चर बनाएको छ दिमागमा तर 20 वर्ष पछाडि त्यो घर फर्केर आउँदा घर त सेम हुँदैन नि अब 20 वर्ष भनेको त धेरै फरक हो त्यो अगाडि उभिएको घर र उसको दिमागमा भएको घरको बिच के पाउँछ उसले धेरै कुरा अन्तर पाउँछ हो त्यो अन्तरको बारेमा हो यहाँ फरक हुन्छ होइन त्यही भएर द स्टोरी सोज द ग्याप बिट्विन द ब्युटिफुल होम हि रिमेम्बर्स एन्ड द स्याड टायर्ड होम हि सिज नाउ त्यही भएर घर छोड्ने बेला 20 वर्ष अगाडि घर छोड्दा उसको घर के थियो एकदम राम्रो थियो हो सायद उस दिमागमा घर पिक्चर छ अहिले 20 वर्षपछि फर्केर आउँदा त्यो घर के भइसक्यो अर्कै भइसक्यो घर त त्यही घर हो तर घरको के छ रियालिटी फरक छ हो यो डिस्क्रिपेन्सी भनेको फरक छ कि पिक्चरमा देखेको घर सम्झनामा राखेको घर र आफ्नो अगाडि उभिएको रियल घरको बिच के हुन्छ फरक पाउँछ होइन टायर्ड होम हि सिज नाउ इट इज अबाउट मेमोरी भर्सेस रियालिटी त्यही भएर कथा के को बारेमा हो मेमोरी भर्सेस रियालिटी सम्झनामा बसेको छ एउटा घर तर आफ्नो अगाडि उभिएको घर चाहिँ कस्तो छ फेरि बिल्कुलै फरक छ त्यही भएर मेमोरीमा एउटा घर छ रियलमा के छ त्यो घर बिल्कुलै फरक छ हो त्यही मेमोरी भर्सेस रियालिटीको कथा देखाउँछ अनि फ्रेन्डसिप अर्को कुरा चाहिँ के फ्रेन्डसिपको बारेमा पनि कुरा गर्छ कथाले एन्ड हाउ टाइम एन्ड पोभर्टी चेन्जेस पिपुल र कसरी समय र गरिबीले गर्दा मान्छेलाई परिवर्तन हुन बाध्य बनाउँछ भन्ने कुरा देखाएको छ होइन अब की थिम्स यसो मुख्य मुख्य कथाले डिल गर्न खोजेको कुरा चाहिँ मेमोरी भर्सेस रियालिटी फ्रेन्डसिप एन्ड सोसल क्लासेस हुन्छ नि वर्ग विभेद समाजमा हाम्रो समाजमा जातको नाममा धर्मको नाममा पैसाको नाममा के हुन्छ हामी विभाजन छ कि छैन हो त्यो विभाजन पनि देखाउँछ यहाँ अनि अर्को चाहिँ पोभर्टी एन्ड हार्डसिप
हो चाइना त पहिला एकदम गरिब थियो नि, अझ विश्वको सबभन्दा धनी देश बनेको छ, कुनै बेला एकदमै देश गरिब थियो। हो त्यो गरिबी र त्यो गरिबीले गर्दा आउने हार्डसिप भनेको दुःख कष्ट सङ्घर्षको बारेमा कुरा गर्छ। अनि अर्को चाहिँ होप फर न्यू फ्युचर। फेरि के हुन्छ, मान्छे आशावादी हुन्छ नि, हो भोलि बिहान उठिन्छ कि उठिन्न थाहा छैन, तर बेलुका बासी भात रह्यो भने के हुन्छ, भोलि बिहान भुटेर खानुहुन्छ भनेर राख्छ नि, त्यो के हो, भोलिको लागि आशा हो होइन। 5 बजेको अलार्म लगाएर सुत्छ कि सुत्दैन हामी, हो भोलि बिहान उठिन्छ भने ग्यारेन्टी हुन्छ, सुत्दा सुत्दै के हुनसक्छ, सधैँको लागि सुत्न पनि सक्छ नि, त्यही पनि के राख्छ मान्छेले, आशा राख्छ। हो त्यो होप फर न्यू फ्युचरको पनि कुरा गर्छ यहाँ। हो त्यो एउटा 4वटा थिम छ यसको चाहिँ, मेमोरी भर्सेस रियालिटीको कुरा गर्छ एउटा, एउटा फ्रेन्डसिप भर्सेस सोसल क्लासको कुरा गर्छ, फ्रेन्डसिप एन्ड सोसल क्लास यसको, अर्को चाहिँ पोभर्टी एन्ड हार्डसिप, र नेक्स्ट चाहिँ होप फर न्यू फ्युचर। हो यति 4वटा विषयमा फोकस गर्छ यो कथाले। अब यसमा अब कमिङ ब्याक टु चेन्ज होम, समरी सुरु भयो है, बुझ्नुभयो नि। समरीमा सुरुमा के हुन्छ, कमिङ ब्याक टु चेन्ज होम भनेको लेखकै भएको छ लुछान 20 वर्ष अगाडि गाउँघर छोडेर सहरतिर बसेको छ, 20 वर्ष पछाडि के आउँदैछ, गाउँमा फिर्ता आउँदैछ। अब हो घरमा फिर्ता आउँदैछ, उसको सम्झनामा बसेको घर एउटा छ र आफ्नो अगाडि उभिएको रियल घर चाहिँ के छ, फरक छ। त्यही भएर कोल्ड स्याड रिटर्न भनेको छ यहाँ सुरुमा है, कोल्ड स्याड रिटर्न। द राइटर ट्राभल्स ओभर 600 माइल्स इन फ्रिजिङ विन्टर वेदर टु सी हिज होम टाउन वान लास्ट टाइम। के हुन्छ भन्दा 600 माइल टाढाबाट 20 वर्ष पछाडि 600 माइल टाढाबाट के आउँदैछ, त्यो लेखक आफ्नो घरमा आउँदैछ, हो गाउँमा आउँदैछ, घरमा आउँदैछ, घरलाई अन्तिम पटक हेर्नको लागि। भनेको के हो भन्दा उसले गाउँको घर के गर्दैछ, अब सायद बेच्दैछ र सधैँको लागि कहाँ गएर बस्दैछ, सहरमा जाँदैछ हो, आफ्नो घर परिवार आमा बा को छ सबै लिएर कहाँ जाने, सहरमा जाने, यो घर चाहिँ के गर्ने, बेच्ने भनेर 20 वर्ष पछाडि कहाँ आउँदैछ, आफ्नो गाउँमा फिर्ता आउँदैछ यो मान्छे। कति किलोमिटर यात्रा गरेर, कति माइल यात्रा गरेर, 600 माइलको यात्रा गरेर, माइल भनेको थाहा छ होइन, किलोमिटर भने जस्तो डिस्टेन्स होइन। द राइटर ट्राभल्स ओभर 600 माइल्स इन फ्रिजिङ विन्टर वेदर टु सी हिज होम टाउन वान लास्ट टाइम, लुकिङ आउट फ्रम द बोट ही सिज डल लाइफलेस भिलेज अन्डर अ ग्रे स्काई। अब केमा आउँदो रहेछ, बोटमा आउँदो रहेछ हो, बोटमा भनेको के पानी के अरे ढुङ्गामा आउँदैछ, ढुङ्गामा आउँदाखेरि आउँदै गर्दा के देख्छ उसले, गाउँ देख्छ हो। तर 20 वर्ष अगाडि आफूले छोडेको गाउँ, 20 वर्ष अगाडि आफूले छोडेको घर र अहिले देखेको घरबिच के छ, फरक छ। अहिले के लाग्छ उसलाई, घर त्यो गाउँ डल, डल भनेको के, निरस टाइपको लाग्छ गाउँ होइन। अनि लाइफलेस भनेको के, लाइफलेस भनेको जीवन्त होइन कि, अब चाहिँ मरे तुल्य। लाइफलेस भिलेज अन्डर द ग्रे स्काई, द प्लेस लुक्स नथिङ लाइक द ब्युटिफुल होम इन हिज मेमोरी। अब उसको सम्झनामा चाहिँ के छ, गाउँ एकदमै सुन्दर छ, घर पनि एकदमै सुन्दर छ, तर अहिले आउँदाखेरि गाउँघर कस्तो लाग्छ उसलाई, डल र लाइफलेस लाग्छ हो। तर 20 वर्ष अगाडि के थियो, त्यो घर एकदमै उसको लागि स्वर्ग थियो। हि फिल्स अ डिप स्याडनेस हि क्यानट एक्सप्लेन। त्यो घर देखेपछि हो, द प्लेस लुक्स नथिङ लाइक द ब्युटिफुल होम इन हिज मेमोरी, हि फिल्स अ डिप स्याडनेस हि क्यानट एक्सप्लेन। त घर आउँदाखेरि सम्झनामा भएको घर चाहिँ एकदमै ब्युटिफुल छ, तर अहिले रियालिटीमा देखेको घर चाहिँ के छ, एकदमै डल र लाइफलेस छ। त्यो देखेपछि उसलाई के हुन्छ, एकदमै स्याड हुन्छ, जुन दुःख चाहिँ के गर्न सक्दैन उसले, शब्दमा व्यक्त गर्न सक्दैन। अब के बुझ्नु पऱ्यो सुरुमा हामीले भन्दा, राइटर 20 वर्ष पछाडि कहाँ आउँदैछ, आफ्नो घर आउँदैछ, 600 माइलको यात्रा तय गरेर हो। अनि आउँदै गर्दा 20 वर्ष अगाडि उसले उसको दिमागमा के राखेको छ, गाउँको घरको तस्बिर राखेको छ हो। तर 20 वर्षपछि आउँदाखेरि त्यो गाउँ त्यो घर कस्तो भएको छ, बिल्कुलै चेन्ज भएको छ। चेन्ज भएपछि उसले के लाग्छ भन्दा, एकदम दुःख लाग्छ हो। त्यो दुःख चाहिँ उसले के गर्न सक्दैन, शब्दमा व्यक्त गर्न नसक्ने गरेर दुःख लाग्छ। अब ऊ गाउँ किन आउँदैछ 20 वर्ष पछाडि, वाइ ही केम ब्याक, किन 20 वर्ष पछि आउँदैछ भन्दा, ही हेज कम टु से अ फाइनल गुड बाई। के गर्ने, अब घरलाई अन्तिम बिदाई गर्ने। ऊ के गर्दैछ, सधैँको लागि घर परिवार आमालाई लिएर सहर जाँदैछ हो। त्यो घर चाहिँ के गर्ने, अब बेच्ने भन्दैछ हो। त्यो भएर फाइनल गुड बाईको लागि गाउँमा एकचोटि आएको छ। हिज फ्यामिली ओल्ड हाउस हेज अलरेडी बिन सोल्ड टु अनदर फ्यामिली बिफोर द न्यू इयर, द होल फ्यामिली मस्ट प्याक अप एन्ड मुभ फार अवे टु अ स्ट्रेन्ज सिटी वेयर द राइटर नाउ वर्क्स एन्ड अर्न्स मनी। के गरेको छ, त्यो घर बेचिसकेको छ उनीहरूले। घरको सरसामान त सार्नु पऱ्यो नि, सरसामान सार्नको लागि आमाले दिनको लागि ऊ 20 वर्ष पछाडि फिर्ता आएको छ। अब कहाँ जान्छ उनीहरू, सहरमा जान्छ, जुन ठाउँ सहरमा लेखक बस्छ अनि काम गर्छ त्यो सहरमा बसाइसराई गरेर जाँदैछ यिनीहरू। गाउँको घर के गर्ने, बेच्ने। त्यही भएर ऊ के गरेको छ, गाउँमा फिर्ता आएको छ 20 वर्ष पछाडि। अनि मिटिङ हिज मदर, अब गाउँमा आएपछि कसलाई भेट्छ उसले, आफ्नो आमालाई भेट्छ हो। सो एट द ओल्ड हाउस हिज मदर ग्रिट्स हिम वार्मली दो ही क्यान सी स्याडनेस इन हर फेस टु। अब के गर्दैछ, आमालाई त ग्रिट गर्छ हो, तर आमाको मनमा पनि के छ, अब गाउँघर छोडेर जाने भने चाहिँ बा आमाले मान्दैन नि सजिलैसँग होइन हो। त आमाको चेहरामा के छ, स्याडनेस त देखिन्छ, तर पनि छोराले बेचेपछि अब के गर्नु पऱ्यो, जानै पऱ्यो। हिज यङ नेफ्यू हङ्गर, नेफ्यू भनेको के हो, भतिजो होला होइन हो, भतिजो हङ्गर भन्ने केटा छ, वाचेस हिम साइली फ्रम अ डिस्टेन्स, एकदम त्यो
गाउँबाट काका आएको छ सहरबाट, यता भतिजो चाहिँ लजाएर हेर्छ अरे काकालाई, बुझ्नुभयो नि। मदर हेज अलरेडी प्याक्ड मोस्ट थिङ्स एन्ड इभन सोल्ड द हेभी फर्निचर्स। र आमाले चाहिँ के गरेको छ, अब घर बेचिसक्यो, सहरमा बसाइसराई गर्ने भनेपछि धेरै जसो सामानहरू के भइसकेको छ, प्याक भइसकेको छ, कतिपय सामानहरू चाहिँ बेचिसकेको छ आमाले, होइन। सी टेल्स हर सन टु रेस्ट एन्ड देन भिजिट रिलेटिभ्स बिफोर दे लिभ। अनि के गर्ने, ल आयो छोरा सहरबाट आयो, तिमी रेस्ट गर, अनि के गर्नुपर्छ, अब सहर जाने भनेपछि हामी के गर्नुपर्छ, आफन्तलाई एकचोटि भेट्नुपर्छ भनेर आमाले सम्झाउँछ, होइन। त्यसपछि के भयो, अब बोय अन्डर द मुन। अब यहाँ के देखाउँछ है, द ब्युटिफुल द गोल्डन मेमोरी अफ रुन्तु। अब यहाँ अर्को एउटा पात्र छ, त्यो पात्रको नाम के हो, रुन्तु भन्ने पात्र हो। एउटा लेखक भयो हो, पात्रहरू को छ क्यारेक्टरहरू, एउटा लेखक आफै क्यारेक्टर हो, अनि अर्को चाहिँ लेखकको भतिजो हङ्गर भन्ने क्यारेक्टर भयो, एउटा चाहिँ को भयो, लेखकको आमा भयो, अर्को चाहिँ के हो, बिर्सन नहुने मान्छे चाहिँ रुन्तु। यो चाहिँ एकदम इम्पोर्टेन्ट क्यारेक्टर हो हाम्रो लागि है, लेखक र रुन्तु चाहिँ एकदम इम्पोर्टेन्ट क्यारेक्टर, रुन्तुलाई बिर्सनु भएन। बोय अन्डर द मुन भनेको छ रुन्तुलाई सायद है। वेन हिज मदर मेन्सन्स द्याट रुन्तु मे भिजिट द ब्युटिफुल मेमोरी कम्स अलाइभ। अब के भन्दैछ भन्दा, तिमी यहाँ बस्दै गर, के गर्छ, सहर जानुभन्दा अगाडि कसलाई भेट्नुपर्छ, हामीले रिलेटिभ्सलाई भेट्नुपर्छ, र तिम्रो साथी रुन्तु पनि आउँदैछ भन्छ कि, बुझ्नुभयो नि। रुन्तु र लेखक छुटेको कति वर्ष भयो, 20 वर्ष भयो भनेपछि छुट्ने बेलामा के छ, रुन्तुको एउटा पिक्चर बसेको छ दिमागमा हो। अहिले रुन्तु भेट्दाखेरि के हुन्छ होला, ऊ सरप्राइज हुन्छ होला, होइन। 20 वर्ष पछाडि मान्छे चेन्ज हुन्छ नि, अर्कै मान्छे जस्तो लाग्छ उसलाई, होइन। त्यही भएर वेन हिज मदर मेन्सन्स द्याट रुन्तु मे भिजिट द ब्युटिफुल मेमोरी कम्स अलाइभ हो, रुन्तुको सम्झना आउँछ दिमागमा, ओहो मेरो साथी भनेर। राउन्ड मुन ओभर अ स्यान्डी फिल्ड अफ वाटरमेलन, 12-year boy विथ अ सिल्भर रिङ अराउन्ड हिज नेक गार्डिङ द मेलन विथ अ पिचफोर्क। अब के सम्झिन्छ उसले भन्दा, एउटा केटा थियो हो, एउटा मेरो साथी थियो, रुन्तु नाम गरेको केटा थियो, त्यो चाहिँ के गर्थ्यो, वाटरमेलन भनेको के हो, खेतमा, उनीहरूको खेतमा, यो लेखकको खेतमा चाहिँ के छ, टर्नै खरबुजा फल्छ हो। अनि खरबुजालाई राति के आउँछ, चोर्न आउँछ जनावरहरू, त्यो जनावर चोर्न रुन्तुको रुन्तुको काम चाहिँ के, गार्ड गर्ने, खेतमा गार्ड गर्ने काम गर्छ। त्यो चाहिँ सम्झिन्छ उसको दिमागमा हो, मेरो साथी थियो, 12 वर्षको थियो त्यो केटा के गर्थ्यो, पिचफोर्क भनेको त्रिशुल जस्तो के, त्रिशुल जस्तो समातेर के गर्ने, रातभरि खेत रुँगेर बस्थ्यो, खेत कुरेर बस्थ्यो मेरो साथी भनेर उसको दिमागमा याद आउँछ, रुन्तुको याद आउँछ, होइन। 30 years ago, Runtu's father worked for the writer's family during a big ceremony. Runtu came to help guard the offering vessels. The two boys became close friends in just a few days. Runtu, a confident village boy, told the writer amazing stories the city boy had never imagined, catching birds in the snow, finding colorful shells at the beach, and chasing a small animal called Jha away from watermelon nights. अब त्यो रुन्तु भन्ने बित्तिकै उसको दिमागमा के आयो भन्दा, मेरो एउटा रुन्तु भन्ने साथी छ हो, त्यो साथीले के गर्थ्यो, त्यसको साथीको बा चाहिँ खासमा लेखकको घर के हो, कामदार हो के, बुझ्नुभयो नि, काम गरेर बस्ने। यहाँ क्लास डिफ्रेन्स छ, फेरि वर्ग विभेद पनि देखाउँछ। लेखकहरू चाहिँ के भयो, अब मालिक भए, अनि रुन्तुको बा चाहिँ के भयो, त्यो घरमा काम गर्ने कामदार भए हो। त्यो रुन्तुको बा त्यहाँ घरमा काम गर्न जान्थ्यो, पछि अर्को पनि जान्थ्यो, रुन्तु पनि जान्थे हो। अनि रुन्तुको काम चाहिँ के भन्दा, वाटरमेलन कुर्ने, बासँगसँगै गएर लेखकको बारीमा भएको, उनको साउ भए, लेखकहरू त साउजी भयो नि, साउजीको घर गएर के गर्ने, काम गर्न जाने बेलामा विशेष काम चाहिँ के हुन्थ्यो, रुन्तुको चाहिँ खेतमा गएर के गर्ने, वाटरमेलनको गार्ड गर्ने हो। त्यहाँ झा भन्ने जनावर, कुकुर जस्तै जनावर आएर वाटरमेलन खान्थ्यो अरे त्यति बेला, अनि त्यो वाटरमेलनलाई सुरक्षा गर्ने काम कसले गर्थ्यो, रुन्तुले गर्थ्यो। अनि रुन्तु के थियो त्यति बेला, गाउँको कन्फिडेन्ट केटा हो, गाउँको कन्फिडेन्ट केटा भने चाहिँ एकदम गफसप लाउन जान्ने, गाउँको चल्ता पुर्दा केटा थियो अरे क्या, 12 वर्ष अगाडि चाहिँ, 20 वर्ष अगाडि चाहिँ। अनि त्यो केटाले के सुनाउँथ्यो, रुन्तुले उसलाई, लेखकलाई कहानी सुनाउँथ्यो, कहिले चरा मार्न गएको कहानी सुनाउँथ्यो अरे, कहिले चाहिँ वाटरमेलन गार्ड गरेको कहानी सुनाउँथ्यो अरे, कहिले चाहिँ के गर्ने, अनि समुद्रको किनारमा गएर रङ्गी बिरङ्गी शङ्खे किराका खोलहरू जम्मा गरेको कहानीहरू सुनाउँथ्यो अरे। ओ त्यो सम्झनाहरू दिमागमा अहिले चाहिँ राइटरको मनमा ताजा भएको छ हो। मेरो रुन्तु भन्ने साथी छ, त्यो साथीले के गर्थ्यो, वाटरमेलन कुर्ने काम गर्थ्यो, अनि साथसाथमा के पनि गर्थ्यो, विभिन्न कथा कहानीहरू सुनाउँथ्यो, कहिले चरा मार्न गएको कहानी सुनाउँथ्यो, कहिले समुद्रको किनारमा रङ्गी बिरङ्गी सेलहरू समातेको कहानी सुनाउँथ्यो, कहिले चाहिँ झा भन्ने जनावरलाई, त्यो वाटरमेलन खाना आउने जनावरलाई लहरेको कहानीहरू सुनाउँथ्यो। त्यो कहानी सुन्दाखेरि राइटर चाहिँ के हुन्थ्यो, एकदमै दङ्ग पर्थ्यो, ओहो यस्तो पो रहेछ लाइफ भनेर। कहिले कति वर्ष अगाडि, 20 वर्ष अगाडि। अहिले रुन्तु आउँदैछ भनेर आमाले भन्दाखेरि उसलाई त्यो रुन्तुको याद आउँछ एकदम धेरै, होइन। अनि रुन्तुले यसो गर्थ्यो उसो गर्थ्यो भन्छ, होइन। अब वाइ दिस मेमोरी म्याटर, यो रुन्तुको सम्झना किन हाम्रो लागि इम्पोर्टेन्ट छ भन्दाखेरि, टु द राइटर हु ग्रु अप इनसाइड कोर्टयार्ड वाल्स, रुन्तुज वर्ल्ड बाई द सी
seemed full of wonder and freedom. अब लेखक त के भयो, धनी बाउको छोरा परे हो। धनी बाउको छोरा भएपछि के गर्नु दिँदैन, बाहिर डुल्न जाने खेल्न जाने त दिँदैन नि। फेरि घरै बस्ने, घरै पढ्ने त्यस्तो काममा हराउँछ। रुन्तु चाहिँ कसको छोरा थियो फेरि, कामदारको छोरा थियो। कामदारको छोरा भएपछि ऊ के हुन्छ फेरि, गाउँ गाउँ डुल्ने, वन जङ्गल डुल्ने, खेतमा डुल्ने, माछा मार्न जाने, यस्तै काम गर्छ नि हो। त्यही भएर घरभित्र थपक्कै बस्ने साउजीको छोरालाई बाहिर घुम्ने, बाहिर काम गर्ने केटाको कहानी चाहिँ के लाग्थ्यो, एकदमै आइडियल लाग्थ्यो हो। यस्तो पो जिन्दगी हो भनी लाग्थ्यो कि। त्यही भएर यो मेमोरी इम्पोर्टेन्ट छ हाम्रो लागि। टु द राइटर हु ग्रु अप इनसाइड कोर्टयार्ड वाल। कोर्टयार्ड वाल भनेको घरको चौघेराभित्र हुर्केको छोरा पऱ्यो, धनीको छोरा होइन। रुन्तुज वर्ल्ड by the sea seemed full of wonder and freedom. Runtu knew about life outside, while the writer's other friend, like himself, only saw a small square of sky above the high wall. अघि भन्न खोजेको के हो भन्दा, लेखक चाहिँ धनी बाउको छोरा परे, त्यही भएर उसलाई के गर्न दिँदैन, बाहिर खेल्न, जङ्गलमा डुल्न, खोलामा गएर माछा मार्न दिँदैन परिवारले। त्यही भएर उसको संसार भनेको के हो त, घरको चौघेरा मात्रै हो। तर रुन्तुको संसार भनेको के हो, रुन्तु भनेको बाहिर डुल्ने हो। गरिबको छोरा भएपछि त बाहिर जानु पऱ्यो नि, कहिले जङ्गल जानुपर्ने होला, कहिले कहाँ जानुपर्ने होला, कहिले कहाँ जानुपर्ने होला हो। त्यो बाहिरको कहानी सुनाउँदो रहेको उसलाई चाहिँ रुन्तुले लेखकलाई। बुझ्नु भने बच्चा भयो नि। फेरि रुन्तुको बा र लेखकको बा चाहिँ के भए, मालिक र नोकर भए हो। तर यो दुइटा चाहिँ के भयो, रुन्तु र लेखक चाहिँ के भए, साथी भए। अनि बाहिरी संसारको कहानी, जङ्गलमा गएर मैले यसो गरेँ, चरा मारेँ, चरा गुड देखेँ, चरा मारेँ, माछा मारेँ भन्ने कहानी सुनाउँदै गर्दाखेरि लेखकलाई के हुन्थ्यो, एकदमै लेखक चाहिँ रोमान्टिसाइज हुन्थ्यो। आहा दुनियाँ त यो पो हो, मैले त के देखेको छु र भन्ने गर्थेँ कि। यो कुरा भयो होइन, रुन्तुको भन्ने बित्तिकै यो सम्झनाहरू आयो। त्यसपछि अनि अर्को पात्र छ कम्पास याङ भन्ने हो। याङ भन्ने मान्छे हो, तर उसलाई के भनेर जिस्काएको छ, यहाँ कम्पास भनेर जिस्काएको छ। हाम्रो कम्पास कस्तो जेमेट्री बक्स राख्ने कम्पास, माथिको ज्यान चाहिँ सानो, खुट्टा चाहिँ लामो हुन्छ नि, मसिनो हुन्छ नि हो। त्यो याङ भन्ने एउटा छिमेकी थियो अरे, त्यसको पनि याद आउँछ हो। त्यो छिमेकी चाहिँ कस्तो भन्दा, माथिको ज्यान चाहिँ छोटो, खुट्टा चाहिँ लामो, अनि यसरी गोडाफाट पोजिसनमा उभिने भएको। उसलाई के भनेको, कम्पास पोज भनेको यहाँ चाहिँ हो। कम्पास कसरी उभिन्छ त्यसरी उभिनेको, मसिनो खुट्टा भएको, ज्यान चाहिँ के भएको, सानो भयो होइन। अनि सेकेन्ड सिस्टर याङ होइन, ओल्ड नेभर वान्स कल द, के हो यो, जे होस् उसको घरमा को आइपुग्छ, अब याङ भन्ने मान्छे आइपुग्छ, याङ भन्ने महिला आइपुग्छ ऊ बस्दै गर्दा होइन। द राइटर क्यान रिकग्नाइज हर, चिन्दैन नि, 20 वर्ष अगाडि छोडेर गएको मान्छेलाई अलिक नचिन्नु पनि सक्ने भए। सी इज अफेन्डेड, अक्युज हिम अफ बिकमिङ अ रिच स्नोबिस अफिसियल एन्ड आस्क फर द फ्यामिलीज ओल्ड फर्निचर। अब के भन्छ, मान्छे याङ भन्ने मान्छे आयो, याङ भन्ने मान्छे अगाडि आउँदाखेरि के गर्छ, उसले चिन्दैन, नचिनेपछि के गर्छ त, धेरै पढिस् पैसा कमाइस् त्यही भएर मलाई चिन्दैनस् भनेर एकछिन गाली गर्छ, रिसाउँछ। नचिन्ने भइस्, यत्रो ठुलो भइस् त भन्छ नि हामीलाई पनि हो। बच्चालाई तँलाई मैले बोकेर हिँड्थेँ हो, तेरो सिङ्गान पुस्तेको मैले, त अहिले मलाई चिन्दैनस् भनेर गाली गर्छ नि आन्टीहरूले कहिलेकाहीँ हो। त्यस्तै यहाँ पनि याङ चाहिँ आयो, याङले कसले चिन्न सकेन, लेखकले चिन्न सकेन। नचिनेपछि के हुन्छ त, सहरमा गइस्, पैसा कमाइस्, ठुलो मान्छे भइस्, त्यही भएर नचिने हुँदा नि मलाई भनेर एकछिन रिसाउँछ। अनि सी इन्सिस्ट हिम and live with a pair of gloves and she takes without asking. She represents people who became greedy and small minded over the year. के देखाउँछ हो भन्दा, याङ भन्ने मान्छे आयो, चिनेन र गाली गर्यो, अनि त्यो याङले के गर्छ, घरमा बेच्न राखेको सामानहरू 2-4 टिपेर हिँडिदिन्छ। त्यसले के देखाउँछ भन्दा, के भन्छ यसलाई, स्मल माइन्डेड ओभर द इयर भनेको के भन्दा, सानो सोचाइ राख्ने मान्छे भएको छ अब चाहिँ भन्ने देखाउँछ याङलाई चाहिँ होइन। अब यहाँ त्यसपछि के भयो, याङ आइसकेपछि को आउँछ, रियल रुन्तु अराइभ्स। अब साँच्चैको रुन्तु यहाँ भेट्न आउँछ है। रुन्तु फाइनली कम्स बट ही ह्याज चेन्ज कम्प्लिटली। रुन्तु चाहिँ भेट्न आयो, तर 20 वर्ष अगाडि बसेको रुन्तु, दिमागमा भएको रुन्तु र अहिलेको रुन्तुमा के छ, आकाश पातालको फरक छ होइन, चेन्ज छ। हि इज थिन, हिज फेस इज रिङ्कल, ऊ के छ, एकदमै दुब्लो पातलो छ, अनुहार के परेको छ, रिङ्कल भनेको चाउरी परेको छ। अनि ग्रे, हिज ह्यान्ड आर रफ लाइक ट्री बार्क, रुखको बोक्रा जस्तो उसको हात के छ, एकदमै खस्रो छ, फुटेको छ हो। अनि वेयर्स थिन पुवर क्लोदिङ, एकदम पातलो झुजा परेको लुगा लगाएर आफ्नो अगाडि उभिएको छ। त्यस्तो मेरो रुन्तु भन्ने साथी यसरी यो अवस्थामा भेट्छ होला भनेर के गरेको छैन, लेखकले कल्पना गरेको छैन। रुन्तु त के छ उसको लागि, हिरो छ नि, बाहिरको कहानी सुनाउने, यस्तो गरे उस्तो भनेर गफ हान्ने टाइपको दिमागमा बसेको। तर अहिलेको रुन्तु के छ, दुब्लो पातलो गरिब, थोत्रो लुगा लगाएर आफू अगाडि उभिएको छ हो। मान्छे दिमागमा भएको घर र रियल घर पनि फरक छ, दिमागमा भएको रुन्तु र आफ्नो अगाडि उभिएको रियल रुन्तु पनि के छ, आकाश पातालको फरक छ। यो देखेपछि के हुन्छ, राइटरलाई दुःख लाग्छ एकदम है। अनि मोस्ट पेनफुली हि कल द राइटर मास्टर। अब सबैभन्दा इम्पोर्टेन्ट वर्ड चाहिँ यो हो, के भनेको छ अरे उसलाई, के गर्नु बोलाएको छ, मास्टर्स। मास्टर्स भनेको यहाँ के, मालिक हो। पहिला चाहिँ के उनीहरू जिग्री दोस्त हो, जिग्री दोस्त कहानी सुनाउने, तर अहिले चाहिँ के भएको छ, मास्टर्स, मालिक भएको छ
भनेपछि के भयो यहाँ क्लास डिफ्रेन्सेस आयो नि फेरि हो। रुन्तुको बा के थियो नोकर थियो, रुन्तु अनि लेखकको बा के थियो मालिक थियो। त्यति बेला पनि नोकर र मालिकको सम्बन्ध थियो। अहिले पनि के भयो भन्दा त्यो सम्बन्ध नोकर र मालिकै भयो। त्यही भएर आफ्नो जिग्रीले आफ्नो बेस्ट फ्रेन्डले के भनेर बोलाउँछ उसलाई मास्टर्स मालिक भनेर बोलाउँदाखेरि के हुन्छ यो मान्छे एकदमै स्याटर्ड हुन्छ होइन। सो ही कल द राइटर मास्टर इन्स्टेड अफ ब्रदर, दाई भाइ भन्नुको सट्टा के भन्छ मालिक भनेर बोलाउँछ हो। अ वल अफ सोसल क्लास नाउ स्ट्यान्ड्स बिट्विन द टु ओल्ड फ्रेन्ड्स। अब के उभिएको छ दुईवटा साथीको बिचमा, सोसल क्लास भनेको के सामाजिक वर्ग विभेद उभिएको छ हो। बच्चा बेलामा के हुँदैन उनीहरूलाई मतलब थिएन, म मालिकको छोरा म नोकरको छोरा भन्ने मतलब थिएन। तर अहिले ठुलो भइसकेपछि के उभियो उनीहरूको बिचमा भन्दा समाजको वर्ग विभेद आएर पर्खाल बगेर उभिदियो हो। त्यही भएर मास्टर्स भनेर बोलाउँछ उसलाई। वाल अफ सोसल क्लास नाउ स्ट्यान्ड्स बिट्विन द टु ओल्ड फ्रेन्ड्स रुन टु एक्सप्लेन हिज हार्ड लाइफ। अब आफ्नो गरिबीको बारेमा कहानी सुनाउँछ आफ्नो मालिकलाई, मालिक भयो नि या त ऊ त होइन। टु मेनी चिल्ड्रेन, एकदम धेरै बच्चा छ। अनि ब्याड हार्भेस्ट भनेको के छैन खेतीपाती राम्रो गर्न सकेन। हेभी ट्याक्सेस, सरकारले एकदम धेरै ट्याक्स बुझाउनु पर्ने। अनि कन्स्ट्यान्ट फाइटिङ ह्याभ क्रस हिम इन्टु साइलेन्ट ब्रोकन म्यान। के भन्दा त्यति बेला चाइनामा गरिबी थियो हो। गरिबी भएको कारणले गर्दा के गर्ने राम्रोसँग खेतीपाती पनि गर्न नसक्ने, अनि चोर डाँकाहरू लागेर खेतीपाती लुटेर लैजाने, अनि सरकारले पनि के गर्ने एकदमै धेरै ट्याक्स लगाउनेले गर्दा उसको जिन्दगी के भएको छ एकदमै लाइफलेस वुडन फिगर जस्तो काठको मुढा जस्तो बनेको छ। त्यो कहानी उसले आफ्नो साथीले सुनाउँछ हो। ल आजलाई यति गरेँ है मैले।